सो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि पनि तपाईँलाई मेरो नयाँ भ्लगमा स्वागत छ। दोकानबाट किनिसकेको छ मिठा मधु, यहाँ देख्न सक्नुहुन्छ होइन, नदेखाऊँ होला त्यो। यहाँ चाहिँ हाम्रो कति होइन गाइस, अब मलाई कस्तो देखेछ यसो भन्नु न कमेन्टमा। 1500 मिटरको फिल्ड चाहिँ रेडी हुँदैछ यहाँनिर होइन, रेडी हुँदैछ। बेक गर्नु मिल्दैन? मिल्छ, म ब्याक क्यामेराले बनाउँछु त्यो भिडियो ल। हाम्रो चाहिँ ग्राउन्डको वरिपरि हामी चाहिँ चक्कर लाउँदैछौँ। अब यसो चेक गर्नु परेन होइन? चेक गर्नु पर्यो नि त, अब के कसो हुँदैछ कुद्ने हो, आफै कुद्नु पर्ने। अब ढुङ्गासुङ्गा हेर्नु पर्यो यसो, त्यही त बल लडिन्छ हारिन्छ होइन, मरिन्छ। यहाँ देख्न सक्नुहुन्छ भिड चाहिँ यतिको छ बिहानी कक्षाका। कुदिरहनु लाग्दैछौँ ग्राउन्ड तलबाट होइन। अनि यो चाहिँ हाम्रो स्कुल रहेको छ ल। क्लास आउँदैछौँ, आइसक्यौँ। क्लास सबै खाली रहेछ। हाम्रो चाहिँ फोटोसुट कार्यक्रम हुँदैछ। एकाअर्काको फोटो खिचिकन यताउति होइन। तल जानु अरे फेरि अब कतै हेर्ने क्लासमा हिँड भनेको क्या पढिदिन्छु। जाउँ माथि। फेरि हाम्रो चाहिँ माथिल्लो फ्लोर उद्देश्य के लिने हो उडी छुनु चन्द्र एक लक्ष्मीको साथै खुट्टाको बनाइरहेको छ होइन। अनि हामी चाहिँ माथि आइसकेको छौँ। स्कुल त्यस्तो रहेको छ। म साइड भिडियो पनि थपिदिन्छु। यो चाहिँ अर्को क्लास रहेको छ। यो चाहिँ बिहानी कक्षामा चाहिँ विद्यार्थी नभएर यो क्लास चाहिँ खाली रहेको छ। हामी यसमा पढेको होइन नि, पल्लोमा चाहिँ हो। 9-10 को कोचिङ हामीले यो अर्को अहिलेको चाबी लगाएको कोठामा चाहिँ पढेको थियौँ। यसमा पनि पढ्न त पढ्यो, त्यो कहिलेकाहीँ इक्जाम भएको बेलामा चाहिँ यहाँ पनि हुन्छ। र स्कुल टाइममा चाहिँ यहाँ पनि 7-6 का भाइ बहिनीहरू पढ्ने गर्छन् होइन। र हाम्रो स्कुल छेउमा नै चाहिँ कन्केनगर हस्पिटल पनि रहेको छ होइन। बनिँदै गरेको कन्केनगर हस्पिटल प्लस पुरानो कन्केनगर हस्पिटल पनि छ, देख्न सक्नुहुन्छ। म झ्याल खोलेर देखाइदिन्छु। यो चाहिँ बनिँदै गरेको, यो चाहिँ सुरुङ्गा बजार अलि माथि पर्छ होइन। भ्यू चाहिँ कडा आउँदो रहेछ गाइस यहाँबाट चाहिँ होइन। तल्लो ग्राउन्ड जाँदैछौँ। स्कुलदेखि तल्लो ग्राउन्डदेखि माथिल्लो ग्राउन्ड त्यसरी चलिरहेको छ हाम्रो चाहिँ होइन। त्यस्तै 1500 मिटर चाहिँ मैले नाम लेखाइसकेको छु होइन। अनि त्यसको लागि चाहिँ साथीले मलाई ट्र्याकको त्यो तलको ट्र्याक दिएको छ। एकछिन माथि यही लगाउँछु, भेट्छ भइगयो त अब यति भयो होइन। लुगासुगा खोलिसकेँ, तल ट्र्याक लगाएँ, जुत्ता लगाएँ होइन। अब जाने हान त हाल्छु, मलाई थाहा छ र पनि कुद्न त पाइयो नि। अब चाहिँ गर्ल्सको हुन लागेको छ। 1500 मिटरको ट्र्याक रेस चाहिँ कम्प्लिट भइसकेको छ, फिनिस। अनि हामीले चाहिँ दुईवटा नै हार्यौँ। यता भलिबल टुर्नामेन्ट चलिरहेको रहेछ, सबको प्र्याक्टिस मात्रै चलिरहेको छ होला सायद यहाँ त होइन। हामीले हारेको चाहिँ होइन। त्यही लुगा फेर्न जाँदैछु। क्लासमा सब केटीहरू छन् होला, माथि लुगा फेर्नु हुन्छ है। त्यही बुढाबुढी आएका छन् हौ, देखौँ न भने बाल त्यही भएको छ होइन। फेरि उसले लुगा अनि अब हल्का यहाँ अब भाइ बहिनीहरू आउँदैछन्। कलेज टाइम सकेर अब स्कुल टाइम सुरु हुन आँटेको छ। अब घर जानलाई रेडी हुँदैछ होइन। म चाहिँ रेडी भइसक्यो, अब घर जान्छु होइन। आजको लागि भिडियो यति नै, फेरि पनि म नेक्स्ट भिडियो लिएर आउने नै छु। हस्, थ्याङ्क यू। लाइक कमेन्ट सेयर अनि यस भिडियोलाई सेयर गरेर नबिर्सिनु होला। साथै यस च्यानललाई सब्सक्राइब पनि गर्नु होला। हस्, बाई बाई।